नमस्कार, म लक्ष्मण सिंह बोहरा। आदरणीय आमा, बुवा, दाजुभाइ तथा दिदीबहिनीहरू, राष्ट्रिय स्वतन्त्र पार्टी भनेको देश र जनतालाई शिरोपर राखी न्याय प्रदान गर्न, सुशासनको पक्षमा दृढतापूर्वक उभिँदै समृद्ध र नयाँ नेपाल निर्माणका लागि नीलो क्रान्ति मार्फत आर्थिक क्रान्ति गर्ने उद्देश्यले वैकल्पिक र नयाँ शक्तिको रूपमा उदाएको उदयमान चम्किलो तारा जस्तै हो राष्ट्रिय स्वतन्त्र पार्टी। राष्ट्रिय स्वतन्त्र पार्टीको जग भनेको असल चरित्रवान, नैतिकतावान, क्षमतावान, अनुशासित, मर्यादित र स्वावलम्बी भई इमानदारीतापूर्वक देश हाँक्न सक्ने र हुर्किँदै गरेका बाल बालिकाहरूको भविष्यलाई ध्यानमा राखी काम गर्न सक्ने, देश र देश विकासका पूर्वाधारहरूको खोजीमा हिँडेका नवयुवाहरूले नेतृत्व गरेको पार्टीको नाम हो राष्ट्रिय स्वतन्त्र पार्टी। राष्ट्रिय स्वतन्त्र पार्टीको चाहना भनेको जनताको इच्छा, आकांक्षा, चाहना र जनभावनालाई आत्मसात गर्दै जनताको मनमुटु र हृदयमा बसी काम गर्ने, जनताले सुम्पिएको गहन जिम्मेवारीलाई वफादारीता र बहादुरीका साथ काम गर्नको लागि दृढ संकल्प गर्नु हो। राष्ट्रिय स्वतन्त्र पार्टी भनेको गरिब, दुखी, असहाय र सर्वहारा जनताप्रति माया, ममता, स्नेह र सद्भाव राखी दुःख, कष्ट, पीर मार्का र समस्या परेको समयमा साथ र सहयोग गर्ने, जनताका झुपडी र घर आँगनमा गई पहरेदार भई सेवा र सत्कार गर्नको लागि अहोरात्र खट्न सक्ने पार्टीको नाम हो राष्ट्रिय स्वतन्त्र पार्टी। त्यसकारण हामीले कांग्रेस, एमाले र माओवादीलाई भोट हाली खेर फाल्यौं पटक पटक। यसपालि घण्टीमा भोट हालेर हेरौं हजुर, नेपाल र नेपाली जनताले न्याय र समृद्धि पाउँछन् कि यसपटक।